हेलो गाइस, आज हामी चाहिँ बिहान आज हामी चाहिँ टोलको ग्रुप मिलेर चाहिँ आज हामी चाहिँ बन्दीपुर घुम्न आएको। अब अहिले चाहिँ बन्दीपुर यो चाहिँ बन्दीपुरको टोडी खेलेर के यो चाहिँ हामी सबैजना पैसा उठेर आएको टोडी खेलेर के यो चाहिँ। अनि हामी चाहिँ यता छौँ भर्खरै गाडीबाट झरेको। अनि केबल कार नि देख्नु मिल्दो रहेछ। अनि मैले उता चाहिँ भिडियो बनाएर क्या अनि त्यति मतलब आँखा तताएर चाहिँ मैले भिडियो बनाएन। अहिले चाहिँ यसो भिडियो बनाएको। यता पेपर के को बुट रहेछ यो चाहिँ उसको बुट भन्छ के भन्छ अरे यसलाई के यो घाँसको बुट हो कि यो पनि। अनि टोरेले बजार हुन्छ अरे नि त यहाँ होइन। अब हामी चाहिँ अहिले भर्खरै झरेको। यहाँबाट हामी माथि जान्छ बन्दीपुर बजार छ भन्ने खालेर अब त्यहाँ जाँदै क्या। त्यहाँबाट कता कता हुन्छ सो मैले क्लिप दिँदै गर्छु होइन। त्यो चाहिँ हेर्नु होला। आधा ग्रुप धेरै छुट्टै छ। आधा ग्रुप त्यहाँ दुईजना त्यहाँ गइसक्नु भयो। दुईजना यहाँ छ ऊ त्यहाँ छ अझै ऊ त्यहाँ फोटोसुट हुँदैछ। हामी टोलबाट आएको थियो। आफ्नो त साथी पनि छैन। साथी नै के अरे साथी नै साङ्गी रङ्गी चाङ्गी भन्दै अब त हिँडिन्छ होइन। भरे फेरि क्लिप लिँदै गर्छु म होला। यसो मलाई यस्तो साथीहरू नमिलेपछि अलिक झ्याउनु क्या धेरै भिडियो पनि लिएन। यता चाहिँ घोडा छ है। त्यो बिचमा चाहिँ कस्तो बनाउँदो रहेछ है घोडा त। घोडाको लादी बनाउँदो रहेछ है। त्यही भएर मैले ध्यान नभएको। यता चटपट पसाला रहेछ। यता औसिलो पनि रहेछ। औसिलो पनि टिपेर खाने हो हामी त। यहाँ रहेछ कस्तो मिठो भएको। अझ रहेछ कुनामा मिठो मजा रहेछ। माथिबाट नरहेछ है अबि लडी गएको यहाँ रहेछ। क्या मिठो भयो। साला मैले भन्दा बढी कोप्छ पक्न। अथा हँसाइदिन्छ मैले पनि। यहाँ रहेछ धेरै रहेछ। यहाँको ठुलो रहेछ। मेरो गाउँबाट फेरि नयाँ कपडा उतारिदिन्छ। भित्र रहेछ। भित्र भएको धेरै खानुहुन्न। यस्तो काँडाको फुल चाहिँ हुन चाहिँ सिउरिनु चाहिँ हुँदैन भन्छ। दुध आउँदो रहेछ चोपाउँदो रहेछ। सिउरिनु अगाडि बिगारिदिन्छ। हाम्रो साथीहरू माथि गइसक्यो। के हो के रहेछ यो फुल दामी। यस्तो काँडा फुल्दो रहेछ कि फेरि यस्तो काँडा चाहिँ रोप्नु हुँदो रहेछ कि घरमा चाहिँ। मेरो भ्युअर्सलाई लभ यु अरे के यस्तो अब हामी माथि केबल कारको स्टेसनतिर जाने हो। यो चाहिँ बन्दीपुरको 2007 सालको राणा विरुद्धको आन्दोलनको शहीदहरूको उस रहेछ कि स्थल रहेछ। मारेर उस गरेको होला कि यो चाहिँ। अनि तर यति राम्रो चाहिँ नरहेछ यो शहीद पार्क भनेपछि नि। अब अलिअलि हुन्छ नि त र के अरे क्लियर गरेर सफा गरेर यस्तो मैलो है। तर अलिअलि उस गरेको भए यहाँ दामी आउँथ्यो। दामी हुन्थ्यो नि त। पार्क भनेर हुन्छ यस्तो इम्पोर्टेन्ट चिज हो यो भनेको होइन। शहीदहरूको त कति इम्पोर्टेन्ट हुन्छ। यस्तो रुखहरू छ नि त यता। तर त्यति राम्रो नरहेछ यो फुल चाहिँ हेर्नु। कस्तो दामी देखेको यो चाहिँ हेर्नु न। यो टिपेर लानुपर्छ। फुल मात्रै टिप्ने भए त 300 होला। फुल पनि टिप्न हुन्न।
राम्रो भएर कस्तो दामी देखिया नि यत्रो यत्रोसम्म बिहेर्न भएन तमलो यो त हाँगो सर्दैन होला हेरी रहेछ फेरि तर यता हाँगो पो सर्छ क्या हो यो त के हो हाँगो सर्ने चिज है क्या होइन होला नि फेरि गाली गर्छ होला सर्ला जस्तो छ तर सर्दैन होला त्यही लगेर थोरै लानु पर्छ क्या इन्डियामा हामी बसेको ठाउँमा यस्तै खाने थियो फुल चोर्दैछु ए बन्दीपुर यो केबल कार रहेछ क्या आम्मा कति अग्लो बन्दीपुर केबल कार यता चाहिँ उस रहेछ अन्त बन्दीपुर केबल कार नै भइगयो के अरे अनि बल्ल आइपुगेँ यहाँतिर उस रहेछ यति राम्रो भर्खर बनाउँदै रहेछ यता चाहिँ यो भयो यता चाहिँ हामी बनाउँदैछ भित्र जानु पर्यो अब हामी केबल कार रहेछ नि भियतनामी रे यो गुम्बाको नाम भियतनामी गुम्बा भयो अनि त नेपाली गुम्बा भियतनामी जस्तै बच्चा जस्तै कपी गर्दै रहेछ हामी चाहिँ खेल्यो मैले त लिङ्गी पनि खेलियो होइन पिपलको बोट कति ठुलो बर्को बोट ए गर्मी भयोले अहिलेतिर त यो भियतनामी रे यताको बाटो यस्तो रहेछ फुलहरू नै नफुल्ने रहेछ फुल बन्न लगाएको रहेछ फुलहरू नि त्यति राम्रोसँग नफुल्ने रहेछ घाम लाग्यो यता फुलहरू रहेछ तर फुले छैन यता हेर्नु डिजाइन के हिँड्ने रहेछ फुलमाथि नै हिँड्दै रहेछ क्या त्यो फुलमाथि टिकेर पो हिँड्ने रहेछ त्यहाँ अब यो घुमाउनै जाने बनाउँदै रहेछ सबै सिमेन्ट लाग्यो यता त उस रहेछ नि ओइ ढुङ्गा रहेछ कस्तो टाइम नमिलेको कि हामी आएको गुम्बा नि अब वहाँ त्यत्रो टाढो जानु पर्ने रहेछ थाहै भएन नि त कुनै साह्रो रहेछ कुनै तागत नै मिनी बन्दीपुरको गुम्बाबाट फर्किएँ लायो फुलबाट लानुपर्छ नि त अझै भित्र त्यो चाहिँ नरहेछ खासै केही छैन कि यस्तो डाँडा मात्रै रहेछ औषधी पनि खाइयो बन्दीपुरको यता लिचीको बोट हेर्नु न यो लिचीको बोट चाहिँ यस्तो बाटोमै छ यो बाटो त बाटोमै रहेछ यो लिचीको बोट आएर टिप्नु मिल्छ आएर टिप्नु मिल्छ यहाँको लिचीको बोट चाहिँ
यहाँको लिचीको बोटहरू नि यहाँ यस्तरी टिप्नु मिल्यो पछि त अब पाक्ने बेलामा त हुन्न होला हुन चाहिँ पाक्ने बेलामा त जम्मैले भातै खाँदै रातो कमिलो छ है हो रातो कमिलो छ रातो कमिलोको गोडो यहाँ हेर्नु न फेरि कसरी फलेको के फेरि घरमा उस गरेको यस्तरी फल्दैन नि त फेरि हाम्रो यस्तो दामी रमाइलो हुने हामी फर्केको ए यता पर्दो रहेछ हामी यता पहाडी पर्छ कि यता ओ यहाँ एउटा घर देखेको छ नि हो त्योभन्दा अलिकति अझ उता हिँड्नुपर्छ अरे त्यही भएर चाहिँ हामी चाहिँ गुफा नजाने बुढाएर जाँदैछ म यता पछाडि भिडियो बनाएर आउँदैछु हामी चाहिँ त्यो गुफा जाने नजाने भयौँ अनि अब सायद अब खाजा खान जान्छु होला अन्त खाजा खाएर अब फर्किन्छ कता कता जान्छ भने थाहै छैन यसो भिडियो गुम्बाको भिडियोदेखि देखाइहालेँ मैले त्यो त हाम्रो छैन है गुम्बा अरे के भनौँ न त्यस्तो धर्मस्थल हो भनौँ न त्यस्तो तर डाँडाहरू चाहिँ यस्तो रहेछ यहाँको सिन फुल पनि आएको रहेछ कि हात क्या खतरा देखाएको थियो बनाउँदो रहेछ बाटोहरू बाटो यस्तो जुत्ताको हालत औसिलो चाहिँ खत्रै खाले आयो औसिलो आमा औसिलो भनेको यस्तो चाहिँ औसिलो यस्तो छ नि यहाँबाट देख्दो रहेछ यो भेन्दामी गुम्बा हो क्या यो चाहिँ यो भेन्दामी गुम्बा अरे अनि त्यहाँ माथि जान नि मिल्छ अरे तर हामी गएर भोक लाग्यो बुढीहरूसँग जानु होइन अब त बुढीहरूसँग अब तरुनीहरू कोही छैन है अब आफू त बुढी मान्छे बुढी मान्छे होइन कि मतलब साथी पनि बुढीहरू भेट्यो तरुनीहरू ग्याङ छुट्टै हिँड्यो अब त त्यस्तै क्यानो हजुर अरे बाँधन जान्दालाई बोला बाँधन जाने हो 11:30 भइसक्यो ए 12 बज्नु रहेछ त अब बाँधन जाने हो बाँधेर चाहिँ अब फर्किनु अनि कता कता जाने हुन्छ बन्दीपुर बजार भनेको यहाँबाट आज नदेख्दो रहेछ बन्दीपुर जाउँला सँगै बसौँला क्यामेराले सेल्फी हान्नौला सालको ए धुपी सल्लो भनेको यही हो क्या धुपी सल्लो भनेको यही हो बन्दीपुर बजार यही हो खासै देखेन बन्दीपुर बजार मैले तल गएर देखाउँछु ल त्यो क्यामेरा चाहिँ हाल्ने किनभने म हिँड्दैछु नि त अनि त्यही भएर चाहिँ क्यामेरा हालिदिन्छ ए फर्किँदै पछाडि आउँदैछ अरे के पछाडि फर्किँदैछ मावा भात खान जाने हो कहाँ जाने रे कहाँ जाने हो भन्न भात खान जाने भन्न कस्तो होटेल हो भनेको भन्न नाम के अरे तिम्रो बिना के हो नि बिना मिजार हो कतिमा पढ्छ अरे 3 मा कुन स्कुलमा अरे के टिपेको त्यो टिप्नु हुन्न त्यो भुइँमा झरेको त्यो सबै ओलाइसक्यो यस्तो टिप्नुपर्छ यस्तो 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 टिप्नु कि यस्तो यहाँ रहेछ त्यति बाक्लो छैन यो नटिपिनु हुन्छ र चाहिँ हामी अब भात खान जाने हो ससुराली बसेर भात खाने भतुवा यो के हो हामी रोडमा बसेर खाने रे अब खाने कि नखाने रोडमा बसेर नखाने रोडमा बसेर खाने भन्दैछ माथि आमाले सोध सोध न नत्र भरे त्यहाँ बसेर भरे होटेलमा पुगेपछि त्यहाँ कसले भनेको हाम्रो गाडी यता छ अरे यहाँ छ हाम्रो गाडी यहाँ नि रहेछ औसिलो यहाँ यसले औसिलोबाट नचिन्दो रहेछ अलि त आऊ तिमी औसिलोकोबाट नचिन्दो रहेछ यसले बाटो निस्कियो यता छ आधा बजार जाने आधा बजार घुमेर नि आइसक्यो हामी चाहिँ अब बजार घुम्नु जानु लाग्छ यहाँ ग्रुप छुट्टिँदैछ उस बजारै बन्दीपुर बजार यति हो छैन
बन्दीपुर बजार बन्दीपुर बजार यो रहेछ टिकटकतिर भाइरल भएको बन्दीपुर बजार यता चाहिँ मन्दिर रहेछ फोटो सुट हुँदैछ यतातिर हामी फेरि अब उठो जाने हो यताबाट निस्केको थियौँ हामी पुरानो बन्दीपुर बजार चाहिँ यहाँबाट निस्केर अनि अब हामी गाडीको वेटिङ हाम्रो हामी चाहिँ हो त्यहाँ यहाँ क्या हामीले खाना खाएको यता टोयलेट पो देखिन्छ त यता हो कि यो निलो टिन छ नि ठ्याक्क त्यहाँभन्दा थोरै भित्र पस्ने भयो चाहिँ अनि अब फर्किने हामी यता गाडीको वेटिङमा छौँ गाडी कतिखेर आउँछ गाडी आएपछि गाडीमा जाने